ल बनाऊ नि त यार म एकदम रेडी भइसक्यो ल यो चाहिँ दामी दामी देखेछ दामी देखेछ ओ त्यो भात चाहिँ लुगा न ए यो चाहिँ ओभन यो राइस कुकर यो 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 वासिङ मेसिन अनि त्यो केटाहरूले भात खान नखान अब त्यो हिटर भयो यो चाहिँ त्यो राख्ने भयो अनि यो चाहिँ मेन मान्छे चाहिँ त्यहाँ छ यो चाहिँ भाँडा माझ्ने ठाउँ त्यो फ्रिज त नपर्छ यो चाहिँ हाम्रो फ्रिज अनि अरू त के छ र यो चाहिँ हाम्रो सिलिङ लाइट यो चाहिँ हाम्रो ड्रर यो चाहिँ हाम्रो कुक मिठो पकाउँछ एकदम दामी यो बिहान चाहिँ म असल म चाहिँ किन्नर म चाहिँ किन्नर हो रियल्ली दामी आछ नि कहाँ यार मलाई यार फोकटमा पखाउनु पर्यो यहाँ चप्पल लाउँछु यो चाहिँ हाम्रो माथि जाने सिँढी अनि यो सोफा टक्क बस्ने अनि त्यहाँ ऊ त्यो चाहिँ हाम्रो डाइनिङ टेबल कुर्सीभरि कहाँ लगेर फालेछ नि त चोरहरूले यो हाम्रो साथी अलि ड्युटी जानुलाई रेडी भएर आइरहेछ अरू त अब हाम्रो खाना रेडी भएर आइसक्यो हाम्रो कुकले चाहिँ अब खानासाना लिएर आइसक्यो अब ल अनि अब चाहिँ अब त्यस्तै हो साथीहरूले चाहिँ अब मलाई मात्रै पेल्न भएन कहिले पनि जहिले म मात्रै सफा गरिरहन्छु हाम्रो भिआइपी सर आउँदै हुनुहुन्छ माथिबाट एकदम चाहिँ मोबाइल समातेर लक्षित गरेर चाहिँ I love you.